के को बोक्रा हो र? निवाको निवा हेर्नु न। हो म पनि ठिक्क बेलामा आएको छु है। कति मिठो हुन्छ यो निउवा त। अमिलो मलाई नि असाध्यै मनपर्छ। कोकोलाई मन पर्छ हेर्नुस् त। दही पनि राख्न पर्यो अब यहाँ है। दही यो नुन खुर्सानी भयो। खुर्सानी बोक्रा अब चाहिँ बनाउन पर्यो। ल राखौँ त। ल राख न। चिनी हेलो 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 वेलकम टु ब्याक माई भिडियो। लक्ष्मी अधिकारी भलकमा सबैलाई स्वागत छ साथीहरू। आज हामी चाहिँ अमिलो साँधेर खाना लाउँदैछौँ। उताबाट गराउन भनेको यो। अनि चाहिँ म यहाँ अब निउवा मोला गएको छु। कसैले निउवा कसैले अमिलो भन्छ नि त। सबैले देखाए। मैले चाहिँ साथीहरू यो बोक्रा खाँदैछु है। छोरी चाहिँ क्यामेराम्यान। म यहाँ नुन हाल्छु। यसरी नुन हाल्ने। थोरै बेसार पनि हाल्नु पर्यो। बनाउँछ है धेरै खास। अनि चाहिँ मसला पनि हाल्छु म चाहिँ अलिकति। हेर्न हाल्नु बनाउँछ है। अनि चाहिँ चिनी पनि हाल्छु। चिनी पनि हाल्न पर्यो। हेर्न हाल्नु मिठो हुन र मिठो हुन्छ। अब चाहिँ यहाँ दही पनि राख्न पर्यो। दही देखा न। ल पारेर दही राख्नु पर्यो। यसरी यसो गरेपछि हातले मुछाम। अनि चाहिँ अब मोल्दै चाहिँ म यसरी खसो ओ माइ लर्ड खसेकोलाई चाहिँ खाइहाल्नुपर्छ है। खसेको चाहिँ खाइहाल्नुपर्छ अरे। सौताले खाएको भन्दा रहेछ फेरि सौताले खोक्न आएको अरे। सौताले खाने अरे साथीहरू। त्यसैलाई थोरै भयो क्या बनाउन सक्थ्यो अरे है। अब चाहिँ हामी खाँदेर खाने हो। कोकोलाई मन पर्छ अमिलो। लाइक गर्नुस् है। भिडियो त भएको नि। भएन भिडियो। सबभन्दा मोबाइल समाचार जाउँदै आउँछ। हेर्नुहोस् है साथीहरू निउवा सार्दै। आज चाहिँ हामीले निउवा खाने प्लान गरेको दिदीबहिनी भएर छुट्टीको दिन म चाख्छु ल। लक्ष्मी नानी होला नि। लक्ष्मी एउटा